पर्छ हुन मन पर्छ है हुन मन पर्छ परमेश्वरको भलाई उठाएर नजरहरू हेर्छु खालैतिर देख्छु परमेश्वरको भलाई हेर पर्दिन जीवन कुनामा बसी भन्दै म मेरो भलाई स्वर्गीय उद्देश्यले जीवन भर्नेछु यसुको काम पुरा गर्नेछु Surely God wants us, surely God wants us. Surely ego Yesu ko me surely God wants us. Malai phela God wants us, surely gana God wants us. Bhakta piche mandali ma jana God wants us. Hey, hey, My voice अलिकति मेरो कारणमा अलिकति मेरो हुन्छ फर्स्टमा आज तपाईहरु बस्नु पाउनुहुने छैन अब यहाँ है बस्यो भने अट्दैन त्यसकारणले हाम्रो पनि उद्देश्य प्रोग्राम एकदम लामो नगर्ने है तर जति हामी यहाँ समय बिताउँछौँ कुनै निस्केपछि 6 दिन हप्ताको तपाईको मनलाई के मन पर्छ अब त्यो त हामीलाई थाहा छैन बुझ्नुहुन्छ नि सो हेर्नुस् है हामीले दिमागले धेरै कुरा जान्न सक्छौं तपाईले अहिले नोट कपी लिएर लेख्न दिमागले धेरै कुरा जान्न सक्छौं तर हाम्रो जीवनलाई ड्राइभ गर्ने चाहिँ हामीले जानेको कुराले भन्दा पनि हामीले चाहेको कुराहरुले हो के त मन पर्छ त्यसकारणले गर्दा इट्स अ भेरी सिम्पल वर्ड मन पर्छ बट इट ड्राइभ्स योर एन्टायर लाइफ तपाईको भविष्यको सपनाहरु त्यसले आँकिराखेको हुन्छ त्यसकारण हितोपदेशमा भन्छ सोलोमन राजाले 4:23 मा सबैभन्दा धेरै आफ्नो केलाई जोगाउनु हृदयलाई जोगाउनु किनकि त्यहाँबाट चाहिँ जीवनको मूलहरु चाहिँ त्यहाँ छ आमेन अनि अर्को कुरा दाउदले के भन्छ तपाईको विरुद्धमा पाप नगर्नु भनेर तपाईको वचन मैले कहाँ राखेको छ रे टाउकोमा हैन कहाँनिर टाउकोमा शैतानलाई भएको सब थाहा छ तर शैतानले परमेश्वरलाई प्रेमै गर्न सक्दैन जब त्यो हृदय त्यो वचन चाहिँ टाउकोबाट यात्रा गरेर कहाँ पुग्छ हृदयमा पुगेर तपाईको मन पर्छ भनिन्छ नि त्यो वचन हो त्यति बेला चाहिँ बिस्तारै काम हुन थाल्छ है त्यसकारण तर हृदयमा वचन चाहिन्छ भनेर फेरि टाउकोमा चाहिँदैन भन्नु हैन हृदयमा जानुको लागि चाहिँ पहिला कामै हुनुपर्छ टाउकोमै पहिला टाउकोमै हुनुपर्छ अनि मात्रै हृदयमा जान्छ कुनै कहाँबाट एकैचोटी हृदयमा पस्दैन त्यसकारणले तपाईहरु कतिजना भविष्यमा प्रभुको सेवा गर्छु बाइबल टिचर हुन्छु पास्टर हुन्छु भन्नुहुन्छ बाइबल ट्रेनिङ चाहिँ गर्नुहोस् भन्छु म यस्तो समयले कलेज है बाइबल कलेज पढ्नुहोस् किन भन्दैलाई हृदयमा हो वचन जानुपर्ने तर जाने चाहिँ कहाँबाट हो त्यसैकारणले गर्दा स्टडी पनि चाहिन्छ हामीलाई अध्ययन पनि चाहिन्छ तर लास्टमा हाम्रो जीवन हाँक्ने चाहिँ के हो हृदयको रहर सबैले रहरहरू भन्नुहोस् त चेक योर डिजायर्स तपाईको भित्रको रहरहरू चेक गर्नुहोस् किनभने शनिबार 2 घण्टा त ए सुत फे मेरो पहिलो प्रेम भन्दै हुन्छौँ तर 6 दिन के चाहेको फेरि त्यो त थाहा हुँदैन नि त त्यसरी झुकिन्छ मान्छे है नेक्स्ट सङ
Prithivi